ओके सबैलाई नमस्ते। अब आज हामी फोटो हाल्ने सिक्ने छु। अब हिजो हामीले के गर्ने सिकेको थियो भने टेबल स्टाइल र सेल स्टाइल भन्ने के हो त्यसको बारेमा जानकारी मैले हिजो दिएको थियो। यदि हेरेको छैन भने त्यो पार्ट हेर्दिनु होला। मैले त्यो पार्टमा अब टेबल स्टाइल भन्ने के हो, सेल स्टाइल भन्ने के हो भन्ने सिकाएको थियो। त्यसको भन्दा अगाडिको चाहिँ मैले अनि यो अक्षर कसरी हाल्छ त्यसको बारेमा अनि प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइलको मैले लिंक मुनि दिएको छु डिस्क्रिप्सनमा, त्यसमा हेर्दिनु होला। ओके, अब फोटो हाल्ने कस्तो हो भने अस्ति नै यदि तिमीहरूले यो पहिला हेरेको छ भने फोटो हाल्ने हामीले धेरै जति आसान हो, सजिलो, राइट। अब हामीले बेसिकली हामीले के बनाउने सोचमा छ भने पछि बिस्तारै जाँदै हामीले एउटा क्यालेन्डर बनाउने सोचमा छ। न क्यालेन्डर बनाउने तरिका त धेरै हुन्छ, तिमीहरूलाई तरिका हजारवटा होला, राइट। अब त्यो मलाई मेरो अनुभव भन्यो भने, मेरो एक्सपिरियन्स भन्यो भने मेरो तरिका चाहिँ 3-4वटा छ, मलाई 4वटा म्याक्सिमम 4वटा छ मलाई, राइट। तर आफ्नो डिजाइनको अनुसारमा जान्छ, राइट। ओके, त्यसको पछि हामीले अब के गरेर मलाई यहाँमा फोटो हाल्ने मन छ, राइट। अहिले यो भिडियोमा हामीले सिर्फ पहिला फोटो हाल्ने कसरी जानुपर्छ त्यसको बारेमा सिकौँ। फोटो हाल्ने पहिला मैले इनडिजाइनमा एकताल सिकाएको छ, तर यस भिडियोमा चाहिँ टेबलको भित्र पनि फोटो कसरी हाल्छ र यसको माथि चाहिँ फोटो कसरी हाल्छ त्यो हामी सिकौँ, राइट। सो हामीले देर नगरिकन हामीले फर्स्ट सर्टकट युज गरौँ, राइट। कन्ट्रोल डी हो त, ओके। यदि तिमीहरूले सर्टकट अहिले पनि यो इनडिजाइनको भर्खर सुरु गर्दैछ, यस्तो के भन्छ त्यो छैन रहेछ भने अब के भन्छ हातमा मैले यस्तो कन्ट्रोल गर्ने सकिएन रहेछ भने के गर्छ, हामीले फाइलमा जाने, फाइलमा गएर प्लेस भनेको जग्गामा जानु होला। म जुम गरिदिन्छु होला सबैलाई। यहाँमा फाइल, गो टु फाइल, प्लेस भन्ने एउटा छ, राइट। प्लेस भनेको थिच्ने बित्तिकै कन्ट्रोल डी हो। म सर्टकट यहाँ स्क्रिनको मुनि देखाउँछ, तिमीहरूले सायद ध्यान दिनु होला। कन्ट्रोल डी थिच्यो भने यसमा प्लेस गर्छ। नाउ there's two ways, right? तिमीहरूले फोटो यसको माथि राख्ने कि टेबल भित्र राख्ने। यदि तिमीले यो फोटो चाहिँ टेबल भित्र राख्ने मन छ भने टेबलमै फर्स्टमा क्लिक गर्नुपर्छ। अहिलेको लागि फर्स्टमा हामी यहाँ माथि चाहिँ राख्ने मन छ, ओके। अब मैले पहिला पनि फोटो हाल्ने कसरी हो सिकाएको थियो, त्यसको बारेमा पनि तिमीहरूले माथि अब के भन्छ म सायद डिस्क्रिप्सनमा हालिदिन्छु अनि तिमीहरूले त्यसमा हेरिदिनु होला, ओके। ओपन गरिदिन्छु, यहाँदेखि यहाँसम्म टालिदिन्छु, ओके। यहाँदेखि यहाँसम्म राखिदिन्छु, ओके। नाउ एउटा कुरा ध्यान दिने चिज के हो भने इनडिजाइनमा फाइल जस्तो भयो भने हामी फोटो हैन टेबल धेरै जति केमा बस्छ, एउटा फ्रेम भित्र बस्छ। एउटा के भित्र बस्छ भने एउटा फ्रेम, एउटा बक्सको भित्र बस्छ। म यहाँ एक उदाहरण तौरमा यहाँ लेखिदिन्छु। यो बक्सको भित्र हामीले फोटो कि टेबल जुन हाल्यो भने आफ्नो अनुसारले हैन त्यो हुन्छ। सधैँ हामीले केमा हुन्छ, एउटा बक्सको भित्र हुन्छ, त्यो ध्यान दिनु होला, राइट। अब हामीले जस्तो कि यो कसरी बक्समा बसेको छ भने यहाँमा तिमीहरूले यहाँ घेरा एउटा देख्छ, यो घेरा एउटा देख्यो, यो चाहिँ के हो, बक्सको ठुलो बनाउने कुरा हो। यदि फोटो ठुलो बनाउने भने फोटोमा यो बिचमा चाहिँ नि क्लिक एकताल गर्नु होला। गर्ने बित्तिकै कलर के भयो, ओरेन्ज टाइप जस्तो भयो नि, राइट। ओरेन्ज, लाइट ओरेन्ज जस्तो भयो नि। अनि फोटो ठुलो गर्ने पाउँछ तिमीहरूले, फोटो जति ठुलो गर्ने मन छ पनि पाउँछ। अब यसको मतलब के हो, अर्थ के हो भने यसको मतलब के हो भने तिमीहरूले बक्स भन्दा फोटो ठुलो बनाएको छ भनेको यो, राइट। प्रिन्ट गर्ने बेला पनि यस्तै निस्किन्छ, त्यो फोटो चाहिँ निस्किँदैन। यो बक्सको भित्र जुन तिमीले फोटो राखेको छ त्यो मात्र प्रिन्ट गर्छ, राइट। सो तिमीहरूले यहाँ यही बक्सको भित्र ठिक्कैको चाहियो भने के गर्छ, हामीले सिम्पल राइट क्लिक, ओके। फोटोमा यो यसमा क्लिक गर्नु, राइट क्लिक गर्नु, बक्समा क्लिक गरिसकेपछि राइट क्लिक गर्नु, फिटिङमा जानु होला। हाम्रो सर्टकट चाहिँ हो कन्ट्रोल अल्ट सिफ्ट ई। यो अलि लामो हुन्छ, कन्ट्रोल अल्ट सिफ्ट ई भन्ने थिच्नुपर्छ। मैले स्क्रिनमा म देखाउँछु होला तिमीहरूलाई। यो थिच्ने बित्तिकै फोटो जति ठुलो होस् मलाई के मतलब छैन, तर बक्सको अनुसारले जानु। बक्स सानो भएको छ भने फोटो त्यस्तै सानो राख्दिनु भनेको, यो भयो नि, ओके। यति भयो। अब हामीलाई
यो टेबलको भित्र के भन्छ एउटा चित्र राख्ने मन छ उदाहरण तौरमा अब यस्तो पनि कहिले कहिले हाम्रो प्रोजेक्ट्सहरु आउँछ कहिले कहिले आउन सक्छ राइट सो के गर्छ भने यसमा टेबलमा क्लिक गरेर डबल क्लिक गर्दिनु होला ओके डबल क्लिक गर्ने बित्तिकै यो एक्टिभेट गर्नुपर्छ एक्टिभेट गर्ने मतलब यसमा टाइप गर्ने मिल्ने पर्छ ओके नाउ फोटो चाहिँ कुन चाहिँ जग्गामा राख्ने मन छ तिमीलाई राइट कुन चाहिँ जग्गामा राख्ने मन छ त्यसमा क्लिक गर्नु होला त्यसमा क्लिक गरिसकेपछि सेम टु सेम प्रोसिजर सेम हो जाने तरिका सेम हो राइट कन्ट्रोल डी गर्दिन्छु अब यसको बेला चाहिँ म अलिकति फोटो अर्कै राख्ने मन छ जस्तो कि म यहाँ आफ्नै लोगो जस्तो आफ्नो जुन राख्ने आफ्नै इच्छा हो अहिलेको लागि म यो राख्छु ओके ओपन गरिदिन्छु ओके यहाँ फोटो आयो नि राइट सो यहाँ म अलिकति जुम गरिदिन्छु तिमीहरुलाई लागि जुम गरिदिन्छु यहाँ फोटो यो हेर्दा राम्रो देख्दैन किनकि फोटो राम्रो नदेख्ने कारण के हो तिमीहरुको कम्प्युटर भित्र एउटा डिस्प्ले भन्छ नि देखाउने कसरी देखाउने त्यो तीनटा तरिका हुन्छ भ्यूमा जानु होला डिस्प्ले परफर्मेन्स भन्ने छ तीनटा छ यो फर्स्ट डिस्प्ले भन्ने बेला मेमोरी कम के भन्छ हामीले यस्तो ग्राफिक कार्डहरु धेरै राम्रो छैन भने यो फर्स्ट डिस्प्लेमा राखेर यसरी काम चलाउन पाउँछ ओके यसरी राखेर तर हामीलाई चाहिँ ग्राफिक कार्ड राम्रो छ यो सबै राम्रो छ भने डिस्प्ले परफर्मेन्स हाई क्वालिटी डिस्प्लेमा जानु होला ओके सर्टकट कन्ट्रोल अल्ट एच हो हाई क्वालिटी गर्यो भने के हुन्छ भने यो फोटो जति राम्रो छ त्यति निकाल्छ राइट तिमीले यदि पिक्सेल राम्रो बनाएको छैन भने यति बस्छ यदि राम्रो बनाएको छ भने त्यो पनि राम्रो निक्लिन्छ त्यही हो राइट सो हामीले यो चेन्ज गर्नेको लागि फोटो चेन्ज गर्ने लागि यहाँमा डबल क्लिक गर्नु होला यहाँमा बक्सको भित्र राइट यहाँ बक्सको भित्र यो छ नि यो चित्र यहाँमा यो चित्रको भित्र कन्ट्रोल डी गर्दिनु कन्ट्रोल डी जग्गा अब यो फोटोको जग्गामा कुन चाहिँ राख्ने मन छ भनेको राइट सो आई विल चुज माइ नट अ जेपेग अर्को एउटा छ ओके सरी या दिस वान या भयो नि अब हेर्दा त्यसको पछि डब्ल्यू थिच्यो भने के हुन्छ यो प्रिभ्यू मोडमा जान्छ नाउ अब कहिले कहिले आफ्नो इच्छा पनि हुन सक्छ राइट ओके मलाई यो फोटो चाहिँ अलिकति सानो बनाउनु पर्यो नत्र मुनि आउने पर्यो त्यो यसमा थिचेर यहाँमा हामीले अघि माथि बक्समा भएको जस्तै सेम राइट क्लिक फिटिङ कन्ट्रोल अल्ट शिफ्ट ए यो भयो अझै मलाई सानो बनाउन मन छ भने के गर्छ साइडमा यहाँमा जाने कन्ट्रोल थिचेर अनि माउसले क्लिक गरेर मुनि तान्नु होला राइट शिफ्ट थिच्यो भने प्रोपोर्सन बस्छ यो साइड सबै सेम बस्छ भयो के नभयो रे अब यहाँमा के गल्ती एउटा के हुन्छ भने हामी यो चेन्ज गर्ने बेला बक्स सबै चेन्ज हुन्छ त अब यसको जग्गामा अर्को एउटा के गर्ने पाउँछ भने तिमीहरुले यो फोटो अलि मुनि यताउता गर्ने मन छ भने यहाँमा फोटो आफैले थिचेर हुन्छ नि राइट फोटो यो बिचमा गोलो बिचमा म जुम गरिदिन्छु यहाँ गोलोमा थिच्नु साइडमा थिच्नु कन्ट्रोल थिचेर मुनि आउनु राइट शिफ्ट थिच्नु होला सँगै अल्ट थिच्यो भने सबै साइडमा सेम बस्छ भयो नि ओके नाउ त्यसको पछि या ओके यसरी सरी यो बक्स सानो हुन्छ त ओके यसरी गर्यो भने बक्स पनि सँगै सानो हुन्छ ओके अब म आउट गरिदिन्छु जुम आउट गरेर यो फोटोमा बस्यो नाउ व्हाट यु हैव अप्सन के छ भने तिमीलाई यहाँमा हामीले टेबल स्टाइल छ के छ राइट टेबल स्टाइल मन्थ भनेको छ यो सेल स्टाइल छ टेबल स्टाइलमा मन्थ 1 यो मन्थ 1 को टेबल स्टाइल हो राइट सो हामीले के गर्ने पाउँछ भने यहाँमा टेबल स्टाइल यो मन्थमा रिडिफाइन गरिदिन्छु म किनकि अहिले रिडिफाइन गरेर यहाँमा डबल क्लिक गरिदिन्छु दुईचोटी थिचेर यहाँमा तिमीहरुलाई यो टेबल सेटअप योहरु भयो नि राइट यो हिजो हामीले गएको थियो ओके गरिदिनु यसमा के छैन यहाँ साइडमा तिमीहरुले तीनटा धारको देख्ने हुन्छ होला त्यसमा थिच्नु ओके सरी टेबल छान्ने पर्छ हामीले टेबल चाहिँ छान्ने पर्छ ओ सरी टेबल छान्नु पहिला टेबल सबै छान्यो भने यो साइडमा जानु सेल अप्सन र टेबल अप्सन भन्ने दुईटा छ सेल अप्सनमा जानु होला ग्राफिकमा जानु अब ग्राफिक भने के हो फोटोमा के काम गर्ने मन छ भने ग्राफिकमा थिच्छ ओके नाउ ग्राफिकमा गएर भने अब प्रिभ्यू अन गर्दिनु अब प्रिभ्यू अन गरे भने यो फोटोहरु अनि तिमीले यहाँ मिलाउन बेला ठीक जान्छ अब मैले आएर ए माथि देख्ने भयो त्यहाँ यहाँ फोटो देख्दै रहेछ टप भन्ने बेला माथिको कति खाली चाहियो
लेफ्ट भन्ने बेला यता छेउमा कति खाली चाहियो राइट अब राइट भन्ने बेला उतापट्टि कति खाली चाहियो यो हुन्छ अब फोटो चाहिँ ठिक नभएको कारण के हो हामीले एउटा अहिले बक्स चेक बनाउँदैछ अब यदि मैले क्लिप कन्टेन्ट टु सेल भने यसरी थिच्यो भने सरी अब म यहाँ ब्याक गरिदिन्छु 0 यो 0 गरिदिन्छु अहिलेको लागि 0 and this one also 0 गरिदिन्छु राइट म चेन अनलक नगरिकन लक गरिदिन्छु चेन चाहिँ के हो लक गरिदिन्छु यसको साइड सबै सेम साइज हुन्छ भनेको यो राइट सो यसरी हुन्छ क्लिप कन्टेन्ट टु सेल भन्ने बेला कन्टेन्ट जस्तो ठुलो छ त्यो यहाँ क्लिपको भित्र अड्ने बनाइदिनु भनेको छ ओके यति भयो अब यो बनाएपछि ओके थिच्नु होला ओके थिचेपछि यसरी आउँछ टेन्सन नलिनु यसमा के गर्नुपर्छ यहाँमा जानु राइट क्लिक गर्नु होला फिट कन्टेन्ट प्रोपोर्सनली यसरी बनाइदिनु अब तिमीले फोटो यताउता गर्ने पाउँछै पाउँदैन पाउँछ यसमा सरी क्लिप गरेको छ हामीले सरी यहाँ म एउटा क्लिप गरेर कारण त्यो भयो अब हामीले डब्लु थिच्यो भने प्रिभ्यू चाहिँ यसरी आउँछ पछि नेक्स्ट टाइम के हुन सक्छ हामीले यस्तो जुन भन्ने बेला एउटा अलिकति गर्मी मौसम हो कि चिसो मौसम हो कि पानीको मौसम हो कि त्यो मौसमको त्यो गर्छ राइट त्यसको जग्गामा हामीले एउटा फोटो हाल्ने मन छ कन्ट्रोल डी गरिदिन्छु उदाहरण तौरमा हुँदा सबैजनालाई पहिला भन्छु उदाहरणको तौरमा राखिदिन्छु यो फोटो कहाँ गयो एरर भन्ने छ ओके सरी यहाँ डब्लु थिच्छु म एकछिन ओके यहाँ छ नि यहाँमा फोटो ठुलो भएको छ यहाँ हेर्दा राइट सो के गर्छ हामीले ब्याक सरी राइट क्लिक फिटिङ कहाँ गयो मेरो यहाँ आयो फिटिङ राइट क्लिक अब तर यहाँमा चाहिँ के रहेछ भने यहाँमा के यदि तिमीले पछि फोटो राख्ने मन छ यसरी कन्टेन्ट भित्र राख्ने टेबलको भित्र राख्ने पाउँछ र टेबलको माथि पनि जोड्ने पाउँछ अब भित्र जोडेको र माथि जोडेको मैले पहिला भनेको एउटा भिडियोमा भनेको छ यदि मैले यो कन्टेन्ट यताउता गरेँ भने के गर्ने पाउँछ यताउता गर्ने बेला यो फोटो पनि सँगै क्लिप गरेको भएको कारणले यताउता त्यो गर्ने पाउँछ हामीले यताउता हिलाउनु पाउँछ राइट तर यदि क्लिप गरेको छैन भने सो उदाहरणको तौरमा हामीले कन्ट्रोल टी गरेर एउटा फोटो निकाल्दियौँ हामीले अहिलेको लागि हामीले यो निकालिदिन्छु सो एक्जाम्पलको तौरमा यति राखिदिन्छु राइट यहाँतिर राखिदिन्छु यो अलिकति यतातिर राखिदिन्छु भयो अब मैले यहाँ क्लिप गरेको छैन यो फोटो यहाँभित्र क्लिप गरेको छैन अब हेर जब मैले टेबल यताउतै गर्ने बेला यो फोटो त्यहीँको त्यहीँ बस्छ राइट फोटोलाई के गर्ने एक्स गरेर कन्ट्रोल एक्स गरेर कन्ट्रोल भी यहाँ भित्र गऱ्यो भने यहाँ भित्र क्लिप हुन्छ एउटा ओके सो नेक्स्ट टाइम तिमीले यताउता गर्ने बेला फोटो पनि सँगै जान्छ भयो मैले कसरी गर्यो तिमीहरूले म यहाँ फेरि देखाउँदैछु ओके यो फोटो बाहिर टालेको फोटो एउटा छ नि त्यो मैले राइट क्लिक कट गर्नु कट गरेर यहाँ भित्र जुन भनेको जग्गामा अलिकति के भन्छ अलिकति ग्याप राख्नु त्यसको पछि यहाँ भित्र राइट क्लिक पेस्ट गर्नु यसरी यसले के गर्छ यो फोटो चाहिँ यहाँ भित्र बस्छ अब त्यसको पछि तिमीले फोटो यताउता गर्न पाउँछ पाउँदैन चेक गर्नु होला राइट यहाँमा यो एङ्कर एउटा देख्नु भयो यो एङ्करले के भन्छ यहाँ भित्र एङ्कर यहाँ भित्र तालजा लगाएर राखेको छ भनेको मतलब यो राइट त फोटो यताउता गर्ने पाउँछ पाउँदैन तिमीले यता माथि र मुनि मात्र हिलाउनु पाउँछ न त यताउता जानु पाउँदैन रहेछ राइट त्यस्तो यो हो हामीले नर्मली एउटा टेबलको भित्र ग्राफिक कसरी राख्ने एउटा फोटो कसरी राख्ने कुरा हो राइट सो यतिसम्म हामीले भयो अब त्यसको पछि हामीले अर्को एउटा जो अहिलेको थोरै म जिस्ट मात्रै देखाउँछु राइट पछि हामी के बनाउने लागेको हो भनेको चाहिँ म अहिले देखाउन चाहन्छु मैले यो अलि जिस्ट मात्रै देखाउँछु तिमीहरूलाई सायद थोरै थाहा पायो भने अलिकति राम्रो होस् भनेर ओके
नाउ यो चाहिँ मैले अहिले टिप्याडनमा सिकाउने बेला मैले यो युज गरेको छ यसरी डिजाइन यस्तोमा राइट सो इट्स अप टु यु यु क्यान मेक अ डिफरेन्ट डिजाइन राइट तिमीले आफ्नो डिजाइनको अनुसारले आफ्नो डिजाइन कसरी बनाउनु मन छ त्यो अनुसारले जाने पाउँछ अब हामी पछि यो टाइमले अब भयो भने हामीले यो डिजाइन चाहिँ नेपालीमा कसरी बनाउने हो नेपालीको नम्बरबाट कसरी बनाउने हो राइट हामीले धेरै जति सजिलो छ एकदम सजिलो म यो क्यालेन्डरको पार्ट चाहिँ 3 भाग नत्र 4 भागसम्म मात्र राख्छु एकदम छिटो गरिदिन्छु म राइट अब तिमीहरूले क्यालेन्डर त्यस्तो चाहिन्छ कि अर्को चाहिन्छ कि कस्तो चाहिन्छ त्यो मलाई डिस्क्रिप्सनमा के भन्छ कमेन्ट बक्समा गरिदिनु होला अनि क्यालेन्डर डिजाइन यस्तो जस्तो भयो भने राम्रो हुन्छ भनेर म त्यस्तो बनाउनु सिकाउने कोसिस गर्छु राइट सो there's a different design अब यहाँ क्यालेन्डरको लागि एउटा कुरा के भन्न चाहन्छु भने नेपालीको क्यालेन्डर हामीले नेपालीको विजर्ड भन्छ त्यो छैन राइट इङ्ग्लिसको क्यालेन्डरको लागि एउटा विजर्ड भनेर आउँछ हामीले यो एउटा प्लगइन जस्तै हो डाउनलोड गर्ने पाउँछ सो एक्जाम्पल हामीले गुगलमा जाउँ राइट गुगलमा गएर सो एक्जाम्पल यहाँ गुगलमा एउटा खोल्यो एडोबी यहाँ विजर्ड यो एडोबी क्यालेन्डर विजर्ड भन्ने थिच्नु होला अनि यहाँ फर्स्टमा एउटा आउँछ तिमीहरूलाई क्यालेन्डर विजर्ड sourceforge.net भन्ने छ राइट त्यसमा जाने बित्तिकै यस्तो एउटा आउँछ तिमीले यहाँ डाउनलोड गरे हुन्छ नत्र अर्को पनि एउटा छ यहाँमा एडोबी इनडिजाइन क्यालेन्डर सेम हो सेम टु सेम नेट त त्यही हो राइट इनडिजाइन आफ्नो अफिसियल वेबसाइट एउटा पनि छ राइट त्यसकोमा गए पनि हुन्छ अनि तिमीले यहाँमा यस्तो देख्नुहुन्छ होला राइट यहाँबाट एउटा के भन्छ डाउनलोड गर्ने एउटा छ क्यालेन्डर युजर फेसबुक पेज भनेर कहाँ छ अब यहाँ डाउनलोड पेज यहाँ रहेछ यसमा गएर डाउनलोड नाउ भनेर थिच्नु राइट इङ्ग्लिसको लागि मात्र हो यो चाहिँ अनि यो डाउनलोड गरेपछि हामीले यसमा एकदम सजिलो गरेर इङ्ग्लिसको चाहिँ सजिलो गरेर बनाउनु पाउँछ तर नेपालीको चाहिँ मैले यस्तो अब मैले खोजेको थियो तर भेटेन राइट सायद यहाँमा कोही भ्युवर्सहरूलाई अब यस्तो जानकारी छ भने मलाई पनि सेयर गरिदिनु होला यतिसम्म अब भन्छु अनि पछिको चाहिँ लागि चाहिँ हामीले अब मास्टर पेजहरू भित्र अनि यो क्यालेन्डर बनाएर अनि यताउता गरेर कसरी बनाउने हामी यो क्यालेन्डरको भाग चाहिँ अब अस्ति मैले टिप्याडनमा सिकाउने बेला अलिकति बेसिकबाट गएको थियो यसमा नेपालीमा अलिकति एडभान्स जान्छु अनि त्यो पनि अलिकति स्टाइल जस्तो डिफ्रेन्ट सर्ट अफ स्टाइल बनाएर म सिकाउने कोसिस गर्छु राइट त्यति हो अनि तिमीहरूलाई अब क्यालेन्डर कसरी बनाउन चाहन्छ त्यो आफ्नो इच्छा हुन्छ राइट फोटो राख्ने मन छ कि छैन यो फोटो मैले यहाँ फोटो राखेको छ यदि फोटो राख्ने मन छ भने आफ्नो अनुसारले फोटो राख्नु होला आफ्नो अनुसारले फोटो जस्तो राख्यो भने आफ्नो मर्जी हो तर कपिराइट नभएको फोटो कहाँबाट मिल्छ भने यहाँमा छ तिमीहरूलाई म यहाँ एउटा देखाउँछु pixabay.com मा गएर इमेजेस भन्ने छ तिमीहरूले यहाँमा रेन थिन्छु यो सबै के हो यहाँ माथिको हैन त यो स्पोन्सर हैन यो मुनिको सबै फ्री अफ कस्ट हो सो तिमीहरूले यहाँमा कोहीले एट्रिब्युट गर्ने पर्छ कोहीले एट्रिब्युट गर्ने पर्दैन अलिकति भिडियो लामो हुन्छ थोरै लामो हुँदो रहेछ राइट यसको लागि अलिकति सपोर्ट गर्नु होला राइट सो एक्जाम्पलको लागि मैले यो कुकुर राम्रो लाग्यो यसमा कुकुर फोटो खिच्छु यहाँमा हेरे फ्री फर कमर्शियल युज नो एट्रिब्युसन रिक्वायर्ड भन्ने छ राइट यसको मतलब के हो नो एट्रिब्युसन रिक्वायर्डको मतलब के हो भने यहाँमा पिक्चरबेको लाइसेन्स हो यो कमर्शियल युज गर्ने पाउँछ हामी कमर्शियल नर्मली युज गर्ने पाउँछ र त्यो बनाउने मान्छे यो फोटो खिच्ने मान्छेलाई चाहिँ हामीले नाम पुगार्ने पर्दैन भनेको यो एट्रिब्युसन भन्ने बेला कोही धेरै जतिले थाहा हुँदैन एट्रिब्युसन भने के हो कोहीले अनि एट्रिब्युसन रिक्वायर्ड भन्ने हुन्छ नोको जग्गामा एट्रिब्युसन रिक्वायर्ड भनेर राखेको हुन्छ त्यसको मतलब के हो यो फोटो तिमीले कहाँ युज गरेको छौ त्यसको मुनि यो मान्छेलाई नाम पुगार्ने पर्छ यसको नाम कस्तो हो फर एक्जाम्पल म यहाँमा एउटा उदाहरण दिन्छु त राइट म यो डाउनलोड गर्छु डाउनलोड यो त साइन इन गरेर त्यो गर्छु राइट डाउनलोड गरिदिन्छु एकचोटिको लागि मैले जानकारीको लागि राइट अब यहाँ crediting isn't required but linking back is greatly appreciated allow image author to gain exposure you can use the following text भने चाहिँ नि यो इमेज चाहिँ तिमीले यदि एट्रिब्युसन रिक्वायर्ड भनेको छ भने
यो कपी गरेर अनि तिमीले जुन अब फोटो चाहिँ अब युट्युबमा युज गरेको छ भने त्यो यो टाल्ने पर्छ यो जसरी यसको नाम पुगार्ने पर्छ यो नाम मुनि लेखेर राख्नुपर्छ राइट यदि तिमीले अब नो एट्रिब्युसन रिक्वायर्ड भने यो लेख्यो भने हुन्छ नलेख्यो हुन्छ त्यो आफ्नो अनुसारले आफ्नो इच्छाबाट जान्छ अब यहाँमा के खोज्नु पाउँछ फोटो इमेज फोटोज भेक्टर ग्राफिक्स इलस्ट्रेसन भेक्टर ग्राफिक र इलस्ट्रेसन चाहिँ धेरै जति हामीले एडोबी इलस्ट्रेटरमा काम गर्ने बेला युज गर्छ भिडियो पनि आउँछ राइट सो भेक्टर ग्राफिकमा रेन भन्छ आरएआइएन रेन भन्छ राइट अब भेक्टर ग्राफिक र इलस्ट्रेसन चाहिँ धेरै जति कार्टुन टाइपको आउँछ ल यहाँ त यसरी आउँछ यो सबै फ्री टु युज हो अब यहाँमा धेरै जति फ्री टु युज हो ओके न कोही एट्रिब्युसन रिक्वायर्ड हुन्छ कोही एट्रिब्युसन नट रिक्वायर्ड हुन्छ त्यो आफ्नो हेर्दै थाहा हुन्छ राइट सो इफ यु वान्ट भिडियो चाहियो तिमीलाई यहाँमा यो सबै फ्री टु युज हो यो सबै फ्री टु युज सबै क्वालिटी हेर्दा एचडी क्वालिटीमा बसेको छ तिमीहरूले यो सबै युज गर्न पाउँछ राइट अब कुन चाहिँ युज गर्न पाउँदैन भने यहाँ माथि एउटा छ पेड आई स्टक भन्ने छ लिमिटेड डिल योहरू चाहिँ धेरै जति के हो एडभर्टाइजमेन्ट हो सिर्फ एड मात्रै देखाउने लागि मात्र हो यो सबै तिमीहरूले अनि यहाँमा यदि तिमीले भिडियो चलाएको छ भने भिडियोमा धेरै जति मैले के देख्यो भने एट्रिब्युसन रिक्वायर्ड देख्यो राइट ओके त्यसरी गरेर तिमीहरूले इलस्ट्रेसनमा पनि जानु पाउँछ इलस्ट्रेसनमा यसरी आउँछ कुन चाहिँ राम्रो लाग्यो तिमी आफ्नो इच्छाले गर्न पाउँछ ओके यो यसको लिङ्क चाहिँ म पिक्चर लिङ्क चाहिँ म डिस्क्रिप्सन राखिदिन्छु तिमीहरूले त्यसमा गएर सिधै के भन्छ फोटोहरू हेरेर डाउनलोड गर्न पाउँछ त्यसको पछि क्यालेन्डर विजरको चाहिँ म पछि तिमीहरूलाई अब सिकाउने बेला चाहिँ म एकताल मुनि राखिदिन्छु डिस्क्रिप्सनमा अनि त्यो डाउनलोड गरेर अनि तिमीहरूले कसरी गर्नुपर्छ म भन्छु राइट ओके अब त्यतिसम्म राख्छु तिमीहरूले अनि केही क्वेसन छ केही डाउट छ भने मुनि कमेन्टमा गरिदिनु होला यदि छैन भने लाइक गरिदिनु एकदम महत्त्वपूर्ण हुन्छ यो मेरो लागि एकदम जरुरत हुन्छ सायद होइन धेरै जति थाहा छैन होला अनि तिमीहरूलाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला ओके थ्याङ्क यू अनि त्यतिसम्म राख्छु अनि पछि हामी फेरि अब एउटा नयाँ एजुकेसनको बारेमा लिएर आउँछु राइट ओके त्यतिसम्म राख्छु सबैजनालाई धन्यवाद थ्याङ्क यू एभ्रिवान